भत्याङ भुतुङ भात भन्दा छ मिठो खाना कट्याङ कुटुङ यता हेऱ्यो त्यता हेऱ्यो छ भत्याङ भुतुङ भात भन्दा छ मिठो खाना कट्याङ कुटुङ यता हेऱ्यो त्यता हेऱ्यो छ भत्याङ भुतुङ कति चलेको यार भाइ अब सुतुङ धेरै नगर यार भाइ भत्याङ भुतुङ भत्याङ भुतुङ यो फेसबुकमा पनि कस्तो खतरा खतरा चिज आइरहेछ हेलो को पर्यो होला ए भतिज के छ सन्चै छस् मेरो पनि एकदम आराम छ बाबु किन फोन गरिस् आज काकाको कहाँबाट याद आयो त पहिला त भाग्थिस् त मबाट कहाँबाट याद आयो त अहिले काकाको आउने बस्न आउने हुन्छ 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 आउन हुन्छ कहिले भोलि आजै हुन्छ हुन्छ आउन हुन्छ ल ल ल ल हिँड्न लाग्यो ओके हुन्छ हुन्छ ल ल ल कस्तो यार यो त अब यो कस्तो भोतवा लाएर बस्छ यार अस्ति 4 वर्ष बस्यो भने पहिला अब कहिले कति बेर बस्ने हो आम्मा ए भतिज काका नमस्ते ले त भाइ एकचोटि बाटो बसिहाल्छु नि त्यो बाख्रा बहादुर भन्नेले पनि कस्तो बस भने थुक्क सताउने भयो यिनीहरूले मलाई ए काका के सोच्नु भएको तपाईँले केही होइन तँलाई के खुवाउने अब आछस् धेरै पछि के खुवाउने भनेर सोचेर बसिरा याद आयो भोक पनि लाग्छ टाढाबाट पनि आएछु केही खाइदिइहालौँ न मलाई थाहा थियो कि यस्तै हुन्छ भनेर कस्तो होला यार अब त के गर्ने काका कति सोच्नु भएको के म धेरै खाँदिनँ थोरै खान्छु ल के लगाइदिउँ त तपाईँले दुःख गर्नु पर्दैन म आफै खान्छु बलियो नै हुनु त अनि भतिज कस्तो भइरहेछ त बस ठिकै लाग्छ अब हल्का भोक लाग्यो नि के खानु खाना त खाइहालेस् नि अब सबै रित्ताइरहेछ सबै त खाइसक त रिस त कराइरहेछ के भनेर केही होइन ओइ हात्ती र के अरे मेरो घरमा होइन एउटा बिरालो आएको छ त्यसलाई उन्काउनु पर्छ त के छ त त्यो त बिजी हो कि फ्री छस् ए फ्री हो गजब भइहाल्यो अहिले मेरो घर आइज होइन एउटा मेरो भतिज आएको छ खाएको छ भताङ भुतुङ बनाएको छ त्यसलाई ल हाट्नु पर्यो क्या होइन हड्डी भात्न पर्दैन त्यसलाई लहटे फर्काइदियो हुन्छ त्यति हो कुरो ए हो र ल ल ल आइज ल Hati don, hati don, hati don, hati don, hati don. होइन के भइरहेछ अब के भइरहेछ नमस्ते हजुर कोही गाईको अन्डर पऱ्यो गोरु मेरो भतिज हजुर यो घर खाली गर्छु भनेको हो कि होइन किन भनेको हो कि होइन हो अनि किन नगरे त सरी एकचोटिलाई माफ गरिदिनु हजुर को हो यो त मरे तिमी पाउनलाई चाहिँ म सक्दिनँ है लड्नु हो कहिले हिजो मलाई त खबरै आएन त साह्रै दुःखद खबर एकदम मलाई त रुन मन लाग्यो त ल त यार ल त धन्यवाद
मेरो नेपालमा हजुरआमा बित्नु भएछ। अब म नेपालै सर्नु पर्ने भयो, के गर्ने अब? बरु भतिज त पनि आफ्नो घर छ, म नेपाल सर्नु पर्ने भयो, एकदम अर्जेन्ट भयो है। अब त सुटकेस प्याक गर्नु पर्यो नि। म त नि जा त नि राम्रोसित जा। कस्तो भयो, राम्रो भयो कि नराम्रो भयो त? एकदम घट्या, यो जस्तो घट्या कसैकोमा कस्तो यार दिमाग खराब गरिदियो। यता हेऱ्यो त्यता हेऱ्यो छ भत्याङ भुतुङ, हातभन्दा 6 मिटर खाना कट्याङ कुटुङ। यता हेऱ्यो त्यता हेऱ्यो छ भत्याङ भुतुङ, कति चलेको यार भाइ अब सुतुङ। धेरै नगर यार भाइ भत्याङ भुतुङ, भत्याङ भुतुङ।